के अरे माथि मतलब भिर टापुलाई भन्छ होइन तर खास सिद्धथान भन्ने चाहिँ त्यसको अलि मुनिलाई भन्छ के त्यो माथि चाहिँ यो भ्यू पोइन्टलाई भनेको सिद्धथान भ्यू पोइन्ट भनेको पछि सिद्धथान भन्न थाल्यो त्यो तर खास सिद्धथान चाहिँ त्यहाँभन्दा अलि मुनि छ एउटा यस्तो अप्ठ्यारो भिर छ र भिरमाथि चाहिँ फेरि एउटा ठक्क यत्रो ठुलो ढुङ्गा चाहिँ बसेको छ त्यो भिरको चेपबाट यसरी घुमेर गइसकेपछि त्यहाँनिर एउटा यस्तो ठाउँ भेटिन्छ होइन त्यहाँ 8-10 जना चाहिँ त्यो मान्छेहरू चाहिँ आनन्द साथ बसेर रमितेर्ने ठाउँ छ यो तलतिर भ्यू है त्यस्तो भित्र चाहिँ सिद्ध भनेको त के भन्छ त्यसलाई ज्ञान मुक्ति पाएको ज्ञान पाएको होइन त्यस्तो मान्छे चाहिँ त्यहाँनिर चाहिँ बस्दैछन् के सायद त्यहाँ म जानुपर्ने छ हजुर तपाईँ जस्तो मान्छे भन्दा तपाईँभन्दा अझै गतिलो नि तपाईँको अलिअलि बाँकी छ घरिघरि तपाईँको व्यवहार त अलिकति चाहिँ बाँकी छ होइन अनि त्यो थान चाहिँ त्यहाँनिर छ होइन त्यो सिद्ध बाबाको चाहिँ थान चाहिँ त्यहाँ छ के र त्यहाँ सबैले त्यहाँ पूजा गर्छ त उसले भोखाँदैन त्यहाँभन्दा अलि मुनि फेरि दारे सिकारी भन्ने छ दारे सिकारी भनेको चाहिँ फेरि दारे सिकारीले चाहिँ तपाईँहरू कसलाई थाहा छ यहाँ कोही हुनुहुन्छ हामी छ है दारे सिकारीलाई चाहिँ यो सोलमालीहरूदेखि लिएर रत्न पार्क एरिया यो उपखोलादेखि जो जति मान्छेहरू आउँछ र यो वनमा जसले चाहिँ घाँस दाउरा गर्छन् ती धेरै मान्छेहरूले